आज मसँग नेपालबाट आउनु भएको यहाँ नेस्टोमा काम गर्नुहुन्छ, नेस्टो हाइपर सुपर मार्केटमा चाहिँ काम गर्नुहुन्छ उहाँहरूले है। उहाँलाई भेटेँ मैले, भेटिसकेपछि चाहिँ के कस्तो हुन्छ भनेर तपाईँसँग चाहिँ यसो दुईटा कुरा जोडिदिन्छु भनेर जोड्न आएको छु। बहिनी के छ, सन्चै हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते हजुर, नमस्ते। तपाईँ चाहिँ केमा काम गर्नुहुन्छ बहिनी? नेस्टो हाइपर मार्केटमा क्यासियरको काम गर्नुहुन्छ हो? नेस्टो हाइपर मार्केटमा क्यासियरको काम गर्दा चाहिँ तपाईँको कहाँ नेपालबाट नै आउनु भएको कि यहाँ चाहिँ भिजिटमा आएर लाग्नु भएको? हामी नेपालबाटै आएको। नेपालबाटै आउनु भएको हो? हजुर, म चाहिँ आएको 4 वर्ष भइसक्यो। 4 वर्ष आएर भइसक्यो। हजुर यो क्यासियरमै। तर राम्रो छ नेस्टो हाइपर मार्केटमा हाम्रो नेपालीहरूलाई बढी प्राथमिकता दिएको छ हैन, नेस्टोमा चाहिँ है? नेस्टोमा मलाई त्यस्तो लाग्छ। अनि नेस्टो कम्पनी चाहिँ मलाई धेरै राम्रो लाग्छ किनकि त्यति धेरै एजुकेटरलाई पनि त्यहाँ मान्यता छैन हैन। हजुर जस मलाई यस्तो लाग्छ, अब खै कसरी भन्नु है, अब अशक्त हैन, अन्धा, बहिरा, गुङ्गा, लङ्गडालाई पनि जस रोजगार दिएको छ नेस्टो हाइपर मार्केटले। नेस्टो अलमोस्ट भन्नुपर्दा एकदमै राम्रो छ। एकदमै राम्रो मेरो लागि। अब स्यालेरी त्यति धेरै नभए पनि हामी जस्तालाई अब कतिपयहरू बिचारा कान नसुन्नेहरू छ हैन, कतिपय खुट्टा नचल्नेहरू छ, कति रोगी बिरामीहरू आँखै नदेख्नेहरू पनि छ, र पनि नेस्टोले रोजगार दिएको छ। मलाई एकदम राम्रो लाग्छ र म नेस्टोलाई त अझै धेरै ब्लेसिङ आओस् भन्न पनि चाहन्छु र धेरै म माया पनि गर्छु किनकि आफूलाई रोजीरोटी दिने, आफूलाई नुन खुवाउने चाहिँ माया गर्न परिहाल्यो। अनि सुन्नु न, नेपालबाट बहिनीहरू आउन चाहनुहुन्छ, उहाँहरू आउनको लागि चाहिँ के गर्नुपर्ने? अब यति धेरै एक्ज्याक्टली त थाहा भएन। पहिला त हामीले कसरी आउनु भयो? हामीले चाहिँ म आउने बेलामा चाहिँ हामी नोकरी नेपाल मेन पावरबाट आएको। अहिले चाहिँ ब्रदर्सले लिएर आएको छ अरे भनेर सुनेको छौ हैन। ब्रदर्स मेन पावर है? ब्रदर्स मेन पावरबाट। अनि त्यहाँ चाहिँ अब पहिला चाहिँ अब त्यति धेरै हामीलाई क्वालिफिकेसनहरू खोजेन, तर अहिले चाहिँ जस अलिकति टाइट छ अरे भनेको सुनेको छु। अब किन भन्दा यहाँ आएर कतिपय ठाउँमा अलिकति एक्सपिरियन्स नभएको कारणले पनि होला है। अनि क्यासियरमा जब गर्दा चाहिँ पढाइ चाहिँ कति चाहियो नि? पढाइ अब खासमा चाहिँ म चाहिँ 8 पास गरेको। एक्ज्याक्टली 8 पास गरेको पनि यहाँ आएर क्यासियरमा काम गर्न सक्नुहुन्छ? हजुर हो, तर हरेक कुराहरू जानेरै पनि ट्रेनिङ दिन जानेरै काममा आउनुपर्छ भन्ने नि छैन रहेछ। अलिकति टाठो बाठो भनौँ न, गर्न सक्ने जस्तो देख्यो भने चाहिँ अब सिकेर पनि गरिदो रहेछ जस्तो लाग्छ। अनि यहाँ आएर खाना बस्नको व्यवस्था राम्रो छ? खाना बस्नको व्यवस्था खाना कम्पनीकै बस्न कम्पनीकै हुन्छ कि के हुन्छ? खाना आफ्नो हो, बस्न कम्पनीको। खाना आफ्नो, बस्न कम्पनीको हुन्छ है? त्यो भनेपछि स्यालेरी चाहिँ कति हुन्छ तुलाउन सक्नुहुन्छ? नयाँ भर्खरै आउने बित्तिकै जो फ्रेस आउनुहुन्छ उहाँहरूलाई? फ्रेस आउनेहरूलाई चाहिँ अब 1400 हैन दिराम यहाँको। हजुर। खासमा अब 1200 स्यालेरी, 200 चाहिँ हाम्रो त्यो खानाको लागि फुड अलाउन्स भनेर भन्नुहुन्छ हैन। हजुर। त्यसमा चाहिँ अब क्यासियर चाहिँ 100 दिराम प्लस छ रिक्सा अलाउन्स भनेर। त्यसमा चाहिँ 2 वर्ष पछाडि 200 बढ्छ। 2 वर्षपछि त्यही हो। र अनि अब वर्षमा 100 दरम पढाइदिन्छ है? 100 दरममा त्यही भनौँ न, अब 100 दरम हुन्छ। अनि महिना पछि होइन, वर्षपछि होला। महिनामा त्यो हो र 100 दरम हाम्रो रिक्सा अलाउन्स हामीलाई दिनुहुन्छ। ए भनेपछि रिक्स अलाउन्स चाहिँ दिनुहुन्छ है? रिक्सा अलाउन्स हो 1500 हाम्रो हुन्छ। अनि अब टार्गेट पुरा भयो भने टार्गेटमा पैसा नि पाइन्छ। त्यो भनेपछि अलमोस्ट राम्रो छ। धेरैजना नेपाली बहिनीहरूले चाहिँ आउन कोसिस गर्नु भएको हुन्छ हैन, उहाँहरूको लागि चाहिँ आउँदा बेटर छ। 2 वर्षपछि हाम्रो 200 चाहिँ स्यालेरी भन्दा बेसी 200 रुपियाँ हुन्छ। उता 100 दरम टार्गेटको प्लस 200 रुपियाँ। ओके, थ्याङ्क यू भेरी मच। धन्यवाद।